जस्तो यो हिन्दूको हरेक फेस्टिभलले केही न केही मेसेज लिएर आएर हुन्छ र आज परेको माघे संक्रान्तिको के मेसेज हो जस्तो लाग्छ भने चाहिँ पहिलो नम्बरमा हेर्दाखेरि आफ्नो बाटो बदलिनुहोस्, किनभने यति बेला सूरजले आफ्नो दिशा परिवर्तन गर्छ, त्यसरी नै हरेक मनुष्यले आफ्नो लाइफको बाटो पनि चेन्ज गर्नुपर्छ। जसरी आफ्नो लेजिनेसलाई छोड्नु पर्यो तपाईहरुले, हैन, तपाईले आफ्नो इगोलाई छोड्नु पर्यो र आफ्नो लाइफलाई पोजिटिभ डाइरेक्सनतिर लिएर जानु पर्यो भनेर सन्देश दिएको हुन्छ। दोस्रो भनेको मन धुनुहोस् भनेर म भन्छु, किनभने यति बेला सबैले गंगाजीमा स्नान गर्नुपर्छ र आफ्नो पापलाई धुनुपर्छ भनेर चाहिँ गंगाजीमा स्नान गर्न जानुहुन्छ, तर वास्तवमा गंगाजीमा स्नान गरेर तपाईले आफ्नो शरीर मात्रै पखालेर हुँदैन कि तपाईले भित्रबाट आफ्नो मन पनि सफा गर्नु हो भने बल्ल तपाईको जीवन सही डाइरेक्सनमा जानेछ। तेस्रो सन्देशको कुरा गर्दाखेरि मिठास ल्याउनुहोस्। जस्तो यति बेला हामीले गुलियो खाने चलन छ, तिलको लड्डु गुलियो हुन्छ भनेर, र म के भन्छु भने तिलको लड्डु गुलियो खानको कारण के त भन्दाखेरि तपाईले आफ्नो बोलीमा पनि त्यस्तै मिठास ल्याउनु पर्यो भनेर माघे संक्रान्तिले हामीलाई मेसेज दिएको हुन्छ। चौथो नम्बरमा सार्थक जीवन, अरूको सेवा गर्नुहोस्, आफ्नो मनलाई संयममा राख्नुहोस्, तब मात्र यो माघे संक्रान्ति तपाईको सार्थक हुनेछ। ह्यापी माघे संक्रान्ति। थ्यांक यू।